कफी मेकिङ जब बारिस्टा जुन यो जब चाहिँ आजभोलिको युवा भाइ बहिनीहरूमाझ लोकप्रिय छ। नयाँ आउने भाइ बहिनीहरूको माझमा चाहिँ यो लोकप्रिय जबको रूपमा भइरहेको छ र नयाँ आउने युथहरू पनि यसमा धेरैजना जोडिएर एउटा राम्रो बारिस्टा बनिरहनु भएको छ, बारिस्टा भएर काम गरिरहनु भएको छ। र नयाँ आउने भाइ बहिनीहरूलाई चाहिँ के भन्न चाहन्छु भने अथवा बाहिरको लागि अथवा आफ्नै ठाउँमा कोही काम गर्न चाहनुहुन्छ अथवा सिक्न चाहनुहुन्छ भने बारिस्टा हुनको लागि चाहिँ हामीले बुझ्नुपर्ने कुरा जस्तै अब पोर्टाफिल्टर, कफी मेसिन, अनि त्यसपछि स्टिमिङ, मिल्क स्टिमिङ, अनि ग्राइन्डिङ मेसिन, यस्तैहरू। अनि बारिस्टा भनेको चाहिँ के हो, अब यो विषयहरूमा हामी फेरि अरू भिडियोहरूमा पनि जानकारी लिनेछौँ। बारिस्टा कसरी बन्ने, एउटा जुनियर बारिस्टा होइन, लर्निङ पिरियडको बिगिनरमा कसरी बारिस्टा हुने भन्ने विषयहरूमा। तर थोरै यस्ता नलेजहरू राखेमा चाहिँ बारिस्टाको अलिकति फर्स्ट जर्नी सुरु गर्न सकिन्छ है त।